हेलो एभ्रिवान आज चाहिँ हामी साथीलाई हेर्नको लागि गोकर्ण जान लागिरहेका छौँ। मसँग आज दुईजना बहिनीहरू पनि हुनुहुन्छ। लु बस ए सिसी क्यामेरा भन्दा बेसी मेरो त उ पो त बिस्तारै है बिस्तारै। यहाँ ड्राइभर सानो छ नि फेरि अहिले बनाएर आएको अहिले भिडियोकै के फेरि परिगयो नि माथि बाटै छैन नि। साकेला सिली तिमी यो बाटो गएको थियौ अगाडि ए नयाँ बाटो लानु भनेको त गएर मरिसकेछ नि। निस्क ल यहाँ एकजना सिङ्गल त चढ्न मान्दैन रहेछ अरूले। सबल पूर्वक आरोहण आउँदैन त एउटा तीनजनाको दादा त हुनै रहेछ नि त। जता पनि तीनजना देख्छु म। तीनजना कुदिरहेको कि जता पनि देख्छु भने। अनि त्यहाँबाट चाहिँ कता गयो त्यो तेर्सो उकालोमा चढी ए त्यो उस्तै हो कि त्यो यता र उता उस्तै हो। उता पनि त्यही निस्किने यता पनि त्यही निस्किने तर यो उकालो चढ्यो भने चाहिँ छिटो हुन्छ नभए चाहिँ उही हो त्यही पर निस्किन्छ यो पनि बुझिस्यो। उकालो भन्दा ओह्रालै ठिक छ नि। कमसे कम उकालोमा अड्किने त हुँदैन नि। उकालोमा त कहिले काहीँ त अड्किन्छ त सकिन भने हो यही निस्किन्छ नि त। प्रतिमाको आज्ञा अनुसार अघिको पनि यही निस्किने हो नि त निस्किन अघिको पनि यही निस्किने हो नि त त्यो तेर्सो गयो भने पनि ओह्रालो ओह्रालो अनि उताको चाहिँ पिच गरेछ उता थाहा छ कि थाहा छैन तिमीलाई? उताको पिच गरिसक्यो तर यता फेरि त्यो यताको चाहिँ त्यो खाल्डो थियो नि त्यो अझै खाल्डै छ। ए मैले पो भनिरहेको छु यता पहिला कति थियो नि होइन यो 30 भइसक्यो। अस्ति एकजना पेसेन्जर लिएर आएको यो बाटो यो सबै त्यो उक्काएर हिलो त्यो राम धन्न जिउ पुऱ्यायो। पेसेन्जर निस्केर गयो।
के ठोकियो नि त्यसका बाजे ठुक्क बस चाहिँ के गाना छिर्या त नि यता आमामा धुलो त राम्रो राम्रो आफ्नो भाग त सक्यो कि के हो नि जान त जाने हो बाइक राख्नु थाहा पनि छ कि छैन नि खुट्टा चाहिँ जोगा है यताबाट नि छिर्दैन मान्छेले जाँदा जाँदै अल्छी राखेर बिचैमा छोडिदिए जस्तो छ यतातिर बाइक अब छोड्नु पनि बिचमा छोड्नु मिलेन अरे शिव भगवान् यताबाट घुमेर यता राख्ने अनि छोडेर जाऊँ हाम्रो गाउँको दाजु कि क्या हो त्यो ट्याक्सी ड्राइभर त्यो देखिनु मैले त हो कि भन्दैछु तिमीले त चिन्ने कुरै आएन नि जबरजस्ती नगर हो भन्दा भन्दै गरी त हाल्नु हो सरी दाइ यताबाट निकाल्नु नि त है यो निस्किँदो रहेछ दुई घन्टा छ नि सक्छ बे त्यो पनि दालियो मार्न बस आउनुहोस् 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 सामाजिक दूरी कायम गराउने के आज गोकर्ण आइपुगेको छु अङ्कलसँग अनि दिदीसँग अनि म हामी जाम भर्खर जामबाट जाम पार गरेर आएको हो हामी अनि अहिले यहाँनिर खै कति धेरै मान्छेहरू छ मान्छेहरूको अनुहार हेरेर छु म एक-एकजनाको यहाँबाट तपाईँ चिप्लेटीखेर सरल र मुनिसम्म सर्टकट छ पुग्न सक्नुहुन्छ अनि नाच्न मन छ भने तपाईँ उता गएर त्यो गोलो घेडामा गएर नाच्न सक्नुहुन्छ धन्यवाद यहाँ विशेष हजुरहरूलाई पानीको व्यवस्था पनि गरिएको छ छिटो छिटो आउनु होला है त पानी पिउनको लागि हामीले फ्रीमा पानीको व्यवस्था गरिरहेको
यहाँ सबैले खाँदैन भान्सी उता यस्तो पो छ मिना मिदुई के यहाँनिर